हुन्छ नमस्ते है। हुन्छ मेरो नाम चाहिँ राजीव कुमार र म बस्ने चाहिँ गैंडाको 7 गैरी। हुन्छ वेलकम छ सबजनालाई यो मिस्टर वरिष्ठ राजीवको च्यानलमा चाहिँ है। आज चाहिँ हामी यो नेपालमा चलिरहेको भइरहेको हैन सानो एजमा बिग्रिरहेको व्यक्तिहरूलाई चाहिँ हल्का नलेज दिनको लागि चाहिँ यो भिडियो बनाउन लाग्यो है। ड्रगको बारेमा चाहिँ हल्का भिडियो बनाउन गइरहेको छौँ। कृपया सबै भिडियो हेरिदिनु होला, फुल तकम हेरिदिनु होला कस्तो आउँछ र कमेन्ट हैन सब्सक्राइब सेयर चाहिँ गर्न चाहिँ नभुल्दिनु होला। धन्यवाद है। आज चाहिँ यस्तो मजा आउने भयो यार, यत्रो धेरै छ यार। आज चाहिँ यो सुमेर ब्राउन सुगर सुमेर है, बबाल मजा आउने भयो यार। यति धेरै छ, रेडी हुन लागिसक्यो यार। आज केटाहरू पनि आएन कि कस्तो खालको हो कि झन् यत्रो धेरै हुँदा आउँदै आउनु यार, एक्लै पऱ्यो कि। कस्तो मिठो चाह जानेको के भाइ के गरेर आएको? ओ भाइ के गरेर आएको? अब हजुर हजुर के गरेर आएको भाइ? के गरेर आएको? मैले हजुर कहाँ हो घर भाइ तिम्रो? मेरो घर यही हो किनार। यस्तो अहिले यो खाने उमेर हो तिम्रो? हजुरलाई के भयो त? हजुरको बाउको खाइदिएको र मैले मेरो बाउको खाइदिएको। त्यस्तो होइन नि भाइ, तिम्रो अहिले लाइफको सवाल छ, यस्तो खानु हुँदैन। मेरो लाइफ हो, हजुरलाई के भयो त? मेरो लाइफ हो, मैले जे गरेँ नि मेरो मर्जी हो नि त। हजुरलाई के भयो त? पछि गएर दुःख पाउँछौ भाइ तिमीले, यस्तो खानेकुरा होइन। होइन मैले दुःख पाए पनि नपाए पनि हजुरलाई के भयो त? हजुरलाई के को टाउको दुखाइ भयो त? तिम्रो बाबा आमाको नाम के हो भन त? मेरो बाबा आमाको नाम जे भए पनि हजुरलाई के को चासो परेर भन्नु त? त्यस्तो भन्ने हो भाइ? झन् अझ सम्झिनु कहाँ हो अझै मुखै लाउने। हजुरलाई के भयो त नि? मैले यो खाओस् नखाओस् हजुरलाई के भयो त? हजुरले नखानु, हजुरको लाइफ राम्रो बनाउनु न। यस्तो कुरा खानुहुन्न भाइ। अब भोलिबाट तिमीलाई यहाँ देख्नु भएन। हेर नारायणीको किनारमा बस्यो भर्खरको लक्खा केटा, हेर के हो भाइ यो आँखा, हेर के हो झुले खायो भाइ यार। ए दाइ हजुरलाई के भयो के? मैले जे खाए पनि हजुरलाई जे गरे पनि मेरो लाइफ हो, हजुरलाई के भयो त भन्नु त? त्यो पहिला के हो त नि भाइ? यो पारा हजुरलाई के भयो? हजुरलाई के होइन कि भाइ? हजुरलाई के भयो? रोक्नु, म भर्खरै मेरो केटाहरूलाई कल गर्छु। ल भाइ ल त्यस्तो होइन कि भाइ यार, केटाहरूलाई बोलाएर कुरो सुन न मेरो भाइ। ए ओ भाइ सुन न यता कुरो होइन के त्यो होइन कि हजुर तिम्रो लागि भनेको हो कि भाइ, हो कि होइन? ल भन, भोलि गएर तिमीले दुःख पाउँछौ, यस्तो खानुहुन्न। होइन हजुरलाई के भयो कि? मैले यो खान्छु होइन, मेरो दिमाग रिलिफ बनाउनको लागि मैले खान्छु। मैले जे गरेँ नि गर्छु। म यसरी आएर एकै ठाउँमा बसेर खान्छु। न कसैलाई मैले दुःख दिएको छु, न मैले कसैलाई चोरेर खाएको छु, न मैले कसैलाई लुटेर खाएको छु। मैले मेरो सम्पत्ति कमाएको मैले खाऊ। हजुरलाई के भयो त? यस्तो होइन नि भाइ, आफूले कमा खा, राम्रो चिज खाने हो भाइ। यस्तो चिज खाने होइन, यस्तो चिज खाएर आफ्नो घर परिवारको लाइफ ड्यामेज गर्ने, आफ्नो लाइफ ड्यामेज गर्ने काम गर्नुहुन्न भाइ। होइन मैले खाना त खाएको नि त, थोरै खाएको, म हिँडे हो। हजुरलाई के भयो के? थोरै खाएको भाइ यस्तो हुन्छ पारा? के हो हेर आँखा, हेर आँखा छ्या। हजुरलाई के भयो कि? त्यो पहिला भन्नु त, त्यो पहिला भन्नु। हजुरलाई के चाहिएको? जे अब तिमी हामी भनेको ए भाइ के गरेको? यस्तो कुरा खाने होइन। ए भाइ खाने हो? ए भाइ के गरेको? यस्तो नगर न भाइ यार। यस्तो खानेकुरा के भयो हजुरलाई? यस्तो के भयो? के हो यो? यस्तो खाने हो? म रोक त धेर बढी नबोले, म भर्खर केटाहरूलाई कल गर्छु। किन के हो भाइ भनेको कि? के हो ठुलो पल्टेको भाइ? झन् तिम्रो लागि भन्दाखेरि के अरे आऊ के अरे यो के अरे नारायणीको तिरमा आऊ त केटा हो। यहाँ एउटा मसँग बढी बोल्यो क्या, यहाँ भहरमा यहाँ उस खाएर बसेको भर यो बढी बोल्यो क्या। छिटो आऊ न केटा यार, 2 मिनटमा आऊ ल, 2 मिनटमा आऊ। सुन न यहाँ कुरा भनेको कि भाइ। ओ भाइ के भनेको तैँले? मैले तिमीलाई सम्झाइरहेको, तिमी किन हो भनेको? 2 मिनट बस, 2 मिनट बस, मेरो केटाहरू आउँदैछ। त्यसपछि के गरौँ यो गरौँला नि त्यसपछि। ए भाइ यार किन ठुलो कुरो गरे कि भनेको? यस्तो खानेकुरा हो हेर, यो के हो? यस्तो खाने हो? ए दाइ हजुरले मेरो सामान किन फालेको? भाइ ओ भाइ यो खानेकुरा होइन कि? मेरो सामान किन फालेको? यस्तो खानुहुन्न। सुन भाइ राम्रोसँग सुन मेरो कुरा। मेरो सामान किन फालेको? त्यसको पैसा दिनु। मैले खाए पनि जे गरे पनि हजुरलाई के को मतलब? यस्तो गर्ने नै होइन। हजुरलाई के को मतलब? हजुरलाई के को मतलब? हजुरको बाउको खाइदिएको मैले तिमीलाई सम्झाएको। मैले हजुरको बाउको खाइदिएको।
मैले मेरो त्यस्तो होइन मेरो आफ्नो कमाइ खाएको के राम्रोसँग सम्झिया न तिमी भाइ यार फेरि यस्तो कुरा खानुहुन्न तिमी राम्रो बन्यौ भने पछि गएर तिम्रो घर परिवारले कति सुख पाउँछ भन त सुख तिमी अहिले बिग्रेर हिँडेर पछि के गर्छ भन त सुख पाए पाओस् नपाए नपाओस् मेरो लाइफ हो का हजुरलाई के को टेन्सन तिम्रो लाइफ हो भाइ ल मैले मान्छु होइन तिम्रो लाइफ हो तिम्रो लाइफ आफूले बनाउनु पर्यो नि त यसरी खाएर हल्लेर हिँडेर भयो त हेर नारायणी किनारमा के हो हालत हेर त झुलेर ढल्लै जस्तो गरेर ए भाइ यार यस्तो गर्नु भएन नि तँलाई के भयो बढी नबोल ए भाइ तिमी हिँड्न सकेको छैनौ बस त बस बस त भाइ तँ बढ्न नबोल बस त भाइ बस तिमी तँ बढ्न नबोल